हेलो एभ्रिवान, वेलकम टु आवर च्यानल। आज चाहिँ हामीले मध्यपश्चिम समाजको एउटा छोटो हाइकिङको भ्लग लिएर आएका छौँ। यदि हजुरहरूलाई मनपर्छ भने लाइक, सेयर र फलो गरिदिनु होला। सबैजनालाई नमस्ते। मेरो नाम नवीन भण्डारी र आज हामी हाम्रो मध्यपश्चिम समाजको ग्रुप हाइकिङ गरिरहेको छ। सबैले आइ भन्नु त हाई। हेलो 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 हेलो। त्यसै सबै हाम्रो हाइकिङ टोली हो र हामी चाहिँ हाइकिङको लागि हिँडिसकेका छौँ। अहिले चाहिँ हामी यो कुन झरना भन्छ नि कति थाहा भएन केटाहरू। र देखिन सक्नुहुन्छ हाम्रो चाहिँ शिवको मन्दिर जस्तै एउटा शिवलिङ्ग छ यहाँ। हामी चाहिँ शिवलिङ्गको दर्शन अब गर्न आइसकेका छौँ। हेर्नुहोस् यहाँ जब हाम्रो टोली यहाँबाट लाग्नेछ माथिको हाम्रो हाइकिङ चाहिँ 3 घन्टाको रहेको छ। दर्शन गरेर भेट्छ। मलाई भने बाटो भए आइफोन दिदी भन्यो के। This is Kathmandu guys and here we are. Not this far, not this far, not this far, not this far. This is us guys. This is us. यति टाढा आइसक्यौँ हामी जुकाले खाएर। This is the माथिको टप अफ द झरना। अनि यहाँबाट झर्ना जाँदैछ अनि हामी यहाँ टपमा छौँ। अनि हामी एकदम लखतरान परेर बसिरहेको छौँ। अनि यहाँ भाइले मुख धुन लगाएको हो कि के हो थाहा भएन। खै झाडीलाई साइड राखेर देखाइदिउँ भाइलाई। अनि यतातिर भाइ बहिनीहरू पनि उम्किरहेको छन्।
When you go on a hike and हेलो एभ्रिवान वेलकम टु ग्रान्डपास किचन आज हामीले बनाउँदैछौँ चटपटे चटपटे बनाउन हेर्नु यत्रो धेरै चाउचा छ हामीसित ल हाम्रो कुक हुनुहुन्छ ज्योति सुस्ता बहिनी अरू भाइहरू अनि श्रवण भाइ तिनवटा चाहिँ हाम्रो मेन कुक हुनुहुन्छ अनि अर्को दुईजना चाहिँ हेल्परको रूपमा हुनुहुन्छ प्रवीण हुनुहुन्छ एउटा हेल्परमा अर्को तिनजना चाहिँ हामी मेन सेफ हुनुहुन्छ है हाम्रो चटपटेको सबै खोल्नु पर्दैन भने हल्का राख्नु बाटामा खाम्ला हामी चाहिँ खानी मान्छे जसले काट्दै पनि गरौँ सबैले खोल्न ओके हाउस द जोस